गर्न पाइदैन यस्तो व्यवस्था हामीलाई चाहिँदैन यस्तो व्यवस्था हामीलाई चाहिँदैन भगरथीलाई न्याय दे भगरथीलाई न्याय दे न्याय दे दिल्ली रक्षा कर दिल्ली रक्षा कर हत्यारालाई फाँसी दे संविधान संशोधन गरेर हत्यारालाई फाँसी दे हत्यारालाई मृत्युदण्ड दे सरकार कहाँ छौ 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 राष्ट्रपति कहाँ छौ राष्ट्रपति कहाँ छौ राष्ट्रपति कहाँ छौ सरकार कहाँ छौ सरकार कहाँ छौ गृहमन्त्री कहाँ छौ गृहमन्त्री कहाँ छौ गृहमन्त्री कहाँ छौ गृहमन्त्री कहाँ छौ सरकार कहाँ छौ राष्ट्रपति कहाँ छौ राष्ट्रपति कहाँ छौ गृहमन्त्री कहाँ छौ गृहमन्त्री कहाँ छौ सरकार कहाँ छौ गृहमन्त्री कहाँ छौ राष्ट्रपति कहाँ छौ संविधानमा फाँसी दे संविधानमा टाँसी दे संविधानमा टाँसी दे सरकारलाई फाँसी दे संविधानमा टाँसी दे निर्मलालाई न्याय दे निर्मलालाई न्याय दे सरकारलाई फाँसी दे संविधानमा टाँसी दे संविधानमा टाँसी दे निर्मलालाई न्याय दे महिला हिंसा गर्न पाइँदैन महिला हिंसा गर्न पाइँदैन महिला हिंसा गर्न पाइँदैन यसरी नै हामीले प्रत्येक दिन प्रत्येक समय देशमा न्यायका निम्ति जो बलात्कारबाट पीडित भएका साना साना बालिकाहरूका निम्ति हामीले न्याय खोज्नुपर्ने अवस्था अहिले आइरहेको छ। अब हामी यहाँ मात्रै होइन, प्रत्येकले सामाजिक सञ्जालबाट खबरदारी गरौँ, हत्यारालाई छिटोभन्दा छिटो कारबाहीको माग गरौँ र हामी पढे लेखेका व्यक्तिहरूले हरेक कोणबाट, गजलबाट, कविताबाट, नाटकबाट, समीक्षाबाट, बहसबाट त्यो हत्याराको निरूपण गर्ने, हत्या गर्ने परम्पराको यो बलात्कारी मानसिकताको निरूपण गर्नका निमित्त हामीले सबैले आफ्नो ठाउँबाट आवाज उठाउँ र हामी यसरी नै आवाज उठायौँ भने अवश्य अन्तिम समयसम्म पनि हामी भागरथी जस्ता हजारौं भागरथीहरूलाई हामी न्याय दिलाउन सफल हुनेछौँ। हामी अहिले थोरै देखिए पनि हामी न्यायका प्रतिमूर्ति हौँ। हामीले न्याय खोज्दै गयौँ भने अब यो देशमा न्याय पाइन्छ, नपाइने कोही ठाउँै छैन र संविधानको कार्यान्वयनको निम्ति संविधानमा पनि बलात्कारीलाई फाँसीको सजाय लेख्नेका निम्ति पनि हामीले यस्ता कार्यक्रमहरू धेरैभन्दा धेरै गर्नु उपयुक्त लाग्छ र आज सम्पूर्ण अकस्मात रूपमा यो कार्यक्रम स्थापना भएको छ। कार्यक्रम आयोजना गर्ने WFA टिमलाई पनि धेरै धेरै धन्यवाद दिँदै मलाई दुई शब्द यहाँ राख्नका निम्ति मौका दिनुहुने सम्पूर्ण आयोजक टिमलाई हृदयदेखि धन्यवाद।
धन्यवाद दिँदै उपस्थित न्याय प्रेमी विद्यार्थी साथीहरूलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद र बधाई दिँदै न्यायका निम्ति हामी सबै एक भएर काँधमा काँध थामेर अगाडि बढ्ने बाचा गर्दै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार। सबैजनालाई नमस्कार। हामी जति पनि यहाँ उपस्थित छौँ सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो देशमा आजको यो घटना मात्र नभएर योभन्दा अगाडि हामीले आजको न्युजमा मात्रै देखेको थियौँ। गएको 5 वर्षमा 11,000 भन्दा बढी महिलाहरूको बलात्कार र त्योभन्दा 5,000 भन्दा बढी बालबालिकाहरूको हत्या गरेर 17 जना बालबालिकाहरूको हत्या गरेको छ 5 वर्षमा। भनेपछि 17 जनामा अहिलेसम्म अधिकांश जतिको पनि हत्यारा पत्ता लागेको छैन। निर्मला जस्तो त्यो घटना यतिकै गुपचुप भयो भने 6 दिन हुँदासम्म भागरथीको पनि न्याय पाउला भन्ने कुनै आश देखिँदैन। त्यही भएर हामी विद्यार्थीहरू, हामी जस्तै विद्यार्थी, स्कुल जाने विद्यार्थी आज आएर त्यो अवस्थामा पुगेकी छन्। एउटा आमालाई मर्नु नपात्री बनाएको छ भनेपछि तिनीहरूको विरुद्ध हामीहरूले सरकारको नियम छ, कानुन छ, खै कहाँ छ, कहाँ लागू भएको छ, खै कहिले कारवाही गरिन्छ, यो विरुद्ध हामीले न्याय कहिले पाउँछौँ। हाम्रो बहिनीहरूले स्कुल जान नपर्ने अवस्था भइसक्यो। खल्तीमा छुरा बोकेर स्कुल जानुपर्ने अवस्था आइसक्यो। कि स्कुल जानै नपर्ने हो। यदि सरकारले कानुनले कारवाही गर्न सक्दैन, ल्याउन सक्दैन भने जनतामा छोडोस्। हामी जनताले त्यो दोषीलाई हामीले जनताले के गर्नुपर्छ हामी खोजी गर्छौँ। यदि कानुन छ भनेपछि हामीलाई नगर्न दिने, आफू नि केही नगर्ने कुन किसिमको कानुन हो यो भन्न चाहन्छु। र आज हामी यो कार्यक्रममा सामान्य दिप प्रज्वलन र बहिनीको न्यायको लागि आएका हौँ। र यस्तै कार्यक्रमहरू अझै न्याय पाउने अवस्था भेटिएन भने यस्तै कार्यक्रमहरू थुप्रै आयोजना गर्नेछौँ। हामीहरू यस्तै उल्लासमा सहभागिता जनाउनेछौँ। बहिनीहरूको आज निर्मला छ, भागवती छ, भोलि त्यो ठाउँमा हाम्री बहिनी हुनसक्छ, हाम्री छोरी हुनसक्छ। त्यो ठाउँमा आज आफ्नो परिवारको सदस्यलाई राखेर सोच्नुहोस् एकचोटि आफ्नो मनमा कति दुख्छ। त्यो आमालाई राखेर आफ्नो आमालाई सोच्नुहोस् एकचोटि कति पीडा हुन्छ। ती आमाको लागि, ती बहिनीहरूको न्यायको लागि हामीले उठ्नै पर्ने हुन्छ, आवाज उठाउनै पर्ने हुन्छ। त्यसैले हामी यो सामान्य हामीले बहिनीको न्यायको लागि श्रद्धाञ्जली सहित आज 6औं दिनसम्म केही नहुँदा आएका छौँ। त्यही भएर अर्को दिन हामीहरू न्याय नपाउने अवस्था देखियो भने ठुल्ठुलो ठाउँमा बढी साथीहरू जम्मा हुँदै आफ्नो साथीलाई लिएर जति सकिन्छ सहभागिता जनाउला भन्ने आजको यो कार्यक्रममा सहभागिता जनाउने सबै साथीहरूलाई धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि यस्तो बहिनीहरूको, हाम्रो दिदीबहिनीहरूको न्यायको लागि आइदिनु होला, सहभागिता जनाइदिनु होला भन्दै आजको यो कार्यक्रम सकिएको घोषणा गर्न चाहन्छु। हस्त धन्यवाद। भाषा साहित्य हो संस्कृति नेपाल भाषा एकेडेमी नीति अलग मिडिया प्रलिया बोया नेवा FM 106.6 नेवा FM 106.6